आईपीएल 2019 23 मार्चदेखि स्टार्ट भइसकेको छ। साथीहरु, आज यस भिडियोमा म तपाईहरुलाई आईपीएल 2019 को सबै म्याचेसहरु तपाई आफ्नो मोबाइलमा लाइभ फ्रीमा कसरी हेर्न सक्नुहुन्छ यस बारेमा म बताउन गइरहेको छु। यदि तपाई पनि आईपीएल 2019 को सबै म्याचेसहरु फ्रीमा आफ्नो मोबाइल फोनमा हेर्न चाहनुहुन्छ भने एकचोटी यो भिडियोलाई अन्त्यसम्म अवश्य नै हेर्नुहोला। नमस्कार साथीहरु, म हुँ शिव र स्वागत छ तपाई सबैलाई हाम्रो YouTube च्यानल एसएन टेक न्यूजमा। साथीहरु, भिडियो मन परेमा भिडियोलाई लाइक गर्नुहोला र यदि तपाई यो च्यानलमा नयाँ हुनुहुन्छ भने तल रातो कलरमा रहेको सब्स्क्राइब बटनलाई थिचेर च्यानललाई सब्स्क्राइब गर्नुहोला र साथसाथै आएको बेललाई पनि थिच्नुहोला। साथीहरु, आईपीएल 2019 मोबाइलमा लाइभ हेर्नको लागि तपाईले तपाईको मोबाइलमा एउटा एप्लिकेसन इन्स्टल गर्नुपर्ने हुन्छ र त्यो एप्लिकेसन इन्स्टल गर्नको लागि तपाईको मोबाइलमा भएको क्रोम ब्राउजर अथवा कुनै पनि ब्राउजर ओपन गर्नुहोस्। म यहाँनेर मेरो मोबाइलमा क्रोम ब्राउजर ओपन गर्छु। क्रोम ब्राउजर ओपन गरिसकेपछि सर्च बारमा जानुहोस् र यहाँनेर टाइप गर्नुहोस् रेडबक्स टिभी एपीके टाइप गर्नुहोस्। साथीहरु, यहाँनेर स्पेलिङ हेर्नु होला, रेडबक्स टिभी एपीके टाइप गरेर सर्च गर्नुहोस् र सर्च गरिसकेपछि अब यहाँनेर तपाईको धेरै वेबसाइटहरु आउँछ। साथीहरु, अरु वेबसाइटबाट डाउनलोड हुन चाहिँ अलि गाह्रो मान्छ, त्यसकारणले अलि स्क्रोल डाउन गरेर तल आउनु होला र तल यहाँनेर हेर्न सक्नुहुन्छ एउटा वेबसाइट छ मालभिडा भन्ने, यसमा चाहिँ क्लिक गर्नुहोस्। त्यसपछि यहाँनेर तपाईको डाउनलोडको अप्सन हुन्छ, यो डाउनलोडको अप्सनमा क्लिक गर्नुहोस्। त्यसपछि फेरि तपाईको यहाँनेर तल चाहिँ ग्रीन स्क्रिनमा डाउनलोडको अप्सन दिएको हुन्छ, त्यसमा चाहिँ क्लिक गर्नुहोस्। अब साथीहरु, यो एप्लिकेसन तपाईको मोबाइलमा डाउनलोड हुन स्टार्ट हुन्छ। त्यसपछि यहाँनेर माथि हेर्न सक्नुहुन्छ 3 डट, यसमा चाहिँ क्लिक गर्नुहोस्। त्यसपछि यहाँनेर डाउनलोडको अप्सन छ, डाउनलोडको अप्सनमा जानु होला र तपाई यहाँनेर हेर्न सक्नुहुन्छ यो एप्लिकेसन चाहिँ यहाँनेर डाउनलोड भइराखेको छ। साथीहरु, एकछिन वेट गर्नुहोस्, अब चाहिँ यो डाउनलोड पुरा हुन लागेको छ। डाउनलोड भइसकेपछि अब तपाई चाहिँ यो एप्लिकेसनमा क्लिक गर्नुहोस् र त्यसपछि यहाँबाट तपाई आफ्नो मोबाइलमा यो एप्लिकेसन चाहिँ इन्स्टल गर्नुहोस्। त्यसपछि इन्स्टल भइसकेपछि ओपनमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईको अगाडि यस्तो इन्टरफेस खुलेर आउँछ। साथीहरु, आईपीएल 2019 लाइभ हेर्नको लागि अलि स्क्रोल डाउन गरेर तलतिर आउनु होला र तल आइसकेपछि यहाँनेर तपाईको एउटा च्यानल पाउनुहुन्छ स्टार स्पोर्ट 1 भन्ने। साथीहरु, स्टार स्पोर्ट 1 च्यानलबाट तपाई जति पनि आईपीएल 2019 को म्याचेसहरु छ सबै यहाँबाट तपाई लाइभ हेर्न सक्नुहुन्छ र यो च्यानल प्ले गर्नको लागि यो च्यानलमा क्लिक गर्नुहोस्। त्यसपछि यहाँनेर तपाईको लिंक 1 र लिंक 2 भन्ने सर्भर आउँछ। साथीहरु, तपाई कुनै पनि एउटा सर्भरबाट प्ले गर्न सक्नुहुन्छ। म यहाँनेर लिंक 1 बाट प्ले गरेको छु र तपाईको अगाडि कहिलेकाहीँ यस्तो एड्सहरु आउँछ, त्यो एड्सहरु काट्नको लागि माथिबाट यसरी काट्दिनु होला र त्यसपछि तपाईको अगाडि यस्तो प्लेयरहरु आउँछ। त साथै तपाईहरु कुनै पनि प्लेयरबाट प्ले गर्न सक्नुहुन्छ, तर सबभन्दा राम्रो यदि तपाईको मोबाइलमा एमएक्स प्लेयर छ भने एमएक्स प्लेयरबाट गर्नु होला। यहाँबाट एकदमै राम्रो तरिकाले चल्छ र त्यसपछि सर्चिङ हुन्छ र त्यसपछि तपाईको भिडियो चाहिँ यहाँनेर प्ले हुन्छ। साथीहरु, यस्तै तरिकाले तपाई आफ्नो मोबाइलमा फ्रीमा लाइभ हेर्न सक्नुहुन्छ। आईपीएल को जति पनि म्याचेसहरु छ सबै म्याचेसहरु यो च्यानलबाट दिन्छ र यसबाहेक स्काई स्पोर्ट, विलो टिभी, जियो सुपर, च्यानल 9 र लेमर च्यानलबाट पनि तपाई लाइभ फ्रीमा तपाई चाहिँ आईपीएल को जति पनि म्याचेसहरु छ सबै फ्रीमा हेर्न सक्नुहुन्छ। साथीहरु, यो भिडियो हजुरलाई मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला, शेयर गर्नु होला र तपाईको मनमा लागेको कुनै पनि प्रश्न अथवा जिज्ञासाहरु छ भने तल कमेन्ट बक्समा गएर कमेन्ट गर्नु होला र यस्तै भिडियोहरु अझै हेर्नको लागि हाम्रो च्यानल एसएन टेक न्यूजलाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला। ल त साथीहरु, आजले यति नै। म फेरि पनि आउँछु नयाँ जानकारीको साथ नयाँ भिडियो लिएर। तबसम्मलाई बिदा चाहन्छु। हस् साथीहरु, टेक केयर एन्ड जय नेपाल।